सुन्नुहोला र म हजुरलाई कथा वाचन गरेर श्रवण गराउनेछु। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, यो संसार महाप्रलयपछि जता हेर्यो शून्य मात्र थियो, कतै केही थिएन। तब त्यस बेला भगवान ईश्वरलाई फेरि सृष्टि गर्ने इच्छा भयो। क्षीरसागरमा 1000 शिर भएका शेषनागका शयन गरेको बेला भगवान विष्णुको नाभिबाट 1000 पत्र भएको कमल उत्पन्न भयो। त्यस कमलमा 4 मुख भएका ब्रह्माजी उत्पन्न भए। ती ब्रह्माले जगत सृष्टि गर्ने विचार गर्न लागे। त्यसै बखतमा भगवान विष्णुको कान चिलायो र केही बेर पछि औलो हाली कन्याए काने गुजी आयो। त्यसपछि फाले त्यो कान गुजीबाट मधु र कैटभ भने 2 दैत्य जन्मे। ती महापराक्रमी हुनाले कहाँ के छ भनेर खोज्दै जाँदा ब्रह्मा बसेको कमलको डाँठ मुनि पुगे। यो के रहेछ भनेर हेरे। 4 मुख भएका ब्रह्माजीलाई देखेर यसलाई खसाल्नु पर्यो भनेर खुब बल गरेर हल्लाए। तब ब्रह्माजी डराए। विष्णुलाई जागा गराउन भगवती योग मायाको आराधना गर्न लागे। ब्रह्माजीको स्तुति प्रसन्न भएर योग मायाले शेष साई भगवान विष्णुलाई जागा गराइदिनु भयो। विष्णु भगवान जागा भएर हेर्दा ती मधु कैटभ दुवै प्रलयपूर्वक कमलको नाल समय चैत वैशाखको हुरीले रुख हल्लाए झैं हल्लाएको देखे। यस्तो देखेपछि तिनीहरूलाई यो काम नगर भनेर विष्णुका वचन बाण हाने झैं लागेर कमलको नाल छाडी विष्णुलाई समन दगुरे। 5000 वर्ष पर्यन्तम दुवै दैत्य विष्णुसित बाहुयुद्ध गरी लडे, तर कसैको जित हार भएन सज्जन। अनि भगवान विष्णुले भन्नुभयो, हे दैत्यराज हो, तिमीहरू बडा पराक्रमी रहेछौ। तिम्रो पराक्रमले म बहुत प्रसन्न भए। म अब जे इच्छा छ त्यो वरदान माग। यस्तो कुरा विष्णु भगवानको सुनेपछि मधु कैटभ भन्दछन्, हे विष्णु, यो संसारमा निर्धोले बलवान के दिन सक्छ? सक्दैन। दिन त बलवानले नै हो। हामी अझै अहिलेसम्म लडाईँमा थाकेका छैनौं। तिमी थाकिसकेका छौ। थाकेका व्यक्तिले के देउला र हामी के पाउला? बरु तिमीलाई के इच्छा छ? इच्छा भए हामीसित माग दिन्छौ भने। यस्तो अहंकारले भरिएको दैत्यको वचन सुनेर विष्णु भन्नुहुन्छ, हे वीर हो, मलाई वरदान दिने समर्थ भए प्रतिज्ञा वाचा गर। यस्तो कुरा सुनेर गर्व शेखीले भरिएका ती दैत्यहरू भन्दछन्, हे विष्णु, तिमीले मागेको हामी अवश्य दिनेछौ, यसमा फरक पर्ने छैन भने। तब भगवान विष्णु भन्नुहुन्छ, हे मधु कैटभ, मसित सबै थोक छ, के मागु? दिन्छौ भने तिमीहरूलाई मार्न पाऊ, मेरो हातबाट तिमीहरू मर। जब यस्तो कठोर वर मागेको सुने अनि दैत्य भन्दछन्, हे विष्णु, तिमीले मागे जस्तो वर कुनै वीर पुरुषले माग्दैन। माग्नेको इच्छा पूर्ण गर्नु वीर पुरुषको कर्तव्य हो। हामीलाई त यस्तो नामर्द हौलाउ भन्ने लागेको थिएन। तिमी नामर्द होइनौ, कपटी, जाली र छली समेत रहेछौ। भइगयो, हामीलाई तिमीले मार्न त मार, तर जल भएका ठाउँमा नमार, जल नभएको ठाउँमा मार। यस्तो वरदान पाएपछि विष्णुले ती दुवैलाई आफ्ना दुवै काखमा राखेर मारे। तिनै मधु कैटभको बोसो पानीमा जमेर पृथ्वी भइन् र मासुले पर्वत, हाडले पत्थर ढुङ्गा भयो। यो सबै देखेर ब्रह्माजीले 14 भुवनको सृष्टि गर्नुभयो। भूरलोक, भुवरलोक, स्वरलोक, महरलोक, जनलोक, तपलोक, सत्यलोक र यी पृथ्वीदेखि मासतिरका हुन्। अब अतल, वितल, सुतल, तलातल, रसातल, महातल, पातल यी पृथ्वीदेखि तलका हुन्। यसपछि 7 द्वीपको सृष्टि गर्नुभयो। जम्बुद्वीप, कुशद्वीप, प्लक्षद्वीप, साल्मनीद्वीप, कौचद्वीप, शाकाद्वीप, पुष्करद्वीप अनि 7 समुद्र पनि सृष्टि गर्नुभयो। इक्षुसोद समुद्र, सुरोध समुद्र, घृतोद समुद्र, क्षीरोद समुद्र, दधिमण्डोद समुद्र, शुद्धोद समुद्र, छारोद समुद्र। जम्बुद्वीपलाई छारोद समुद्रले बेरेको छ सज्जन। त्यहाँ आग्निद्र नाम गरेका राजाले राज्य गर्नुहुन्छ। प्लक्षद्वीपलाई इक्षुसोद समुद्रले बेरेको छ। त्यहाँ इद्मा जिह्वा नाम गरेका राजा राज्य गर्नुहुन्छ। साल्मनी द्वीपलाई छुरोद समुद्रले बेरेको छ। त्यहाँ यज्ञबाहु नाम गरेका राजा राज्य गर्नुहुन्छ। कुशद्वीपलाई घृतोद समुद्रले बेरेको छ। त्यहाँ हिरण्यरेता नाम गरेका राजा राज्य गर्नुहुन्छ। कौञ्चद्वीपलाई क्षीरोद समुद्रले बेरेको छ। त्यहाँ घृतपिष्ट नाम गरेको राजाले राज्य गर्नुहुन्छ। शाकद्वीपलाई दधिमण्डोद समुद्रले बेरेको छ। त्यहाँ मेधातिथि नाम गरेको राजा राज्य गर्नुहुन्छ। अब पुष्करद्वीपलाई शुद्धोद समुद्रले बेरेको छ। त्यहाँ वित्तिहोत्र नाम गरेका राजाले राज्य गर्नुहुँदैछ। जम्बुद्वीपमा 9 खण्ड छन्। ती मध्ये भारत खण्ड रहेको हुनाले यस देशको नाम भारत रह्यो। समुद्र द्वीप सृष्टि गरेपछि पर्वत सृष्टि भयो। अब सृष्टि गर्नुभयो कुन कुन भने सुमेरु पर्वत, कैलाश पर्वत
अनि त्यसपछि गन्धमादन पर्वत, हिमालय पर्वत, त्रिकुट पर्वत, चित्रकूट पर्वत, चन्द्रान्तक पर्वत, चन्द्रकूट पर्वत, 4 लाख योजन विस्तार भएको जम्बूद्वीप। पहिले प्राणी सृष्टि गर्ने इच्छा ब्रह्माजीका मनमा उठ्यो अनि जगत प्रभु शंकरजीको तपस्या 12,000 वर्ष पर्यन्तम गरे। त्यस कठोर तपस्यादेखि खुसी भएर शिवलाई दर्शन दिएर भन्नुभयो, हे ब्रह्मा, तिम्रो इच्छा के छ भन। यस्तो वचन सुनेपछि ब्रह्माजीले नाना उपचारले पहिले पूजा गरी स्तुति गर्न लाग्नुभयो, हे परमेश्वर, तपाई कस्ता भने आफ्नो मायाले चराचर सृष्टि गरी पालन गर्दै सम्हार गर्ने, मायादेखि पर रहेका, परबाट मायामा डुबे जस्ता यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। फेरि एक मूर्तिबाट ब्रह्मा विष्णु रुद्र 3 मूर्ति भई 3 कर्मले लोकको रक्षा गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। सम्पूर्ण जगतका मालिक, सर्वव्यापी पर सर्वात्मा यस्ता तपाईलाई कोटि कोटि नमस्कार छ। हे नाथ, हे ईश्वर, हजुरको महिमा वर्णन गर्न कसैले पनि सक्ने छैनन् भने म कसरी सकुला। हजुरका दयाले भुवन लोक पर्वत समुद्रहरू सृष्टि गरे। अब प्राणी सृष्टि गर्ने इच्छा भएकोले आराधना गरेको हुँ। हे देव, प्राणी सृष्टि गर्न सक्ने वरदान मलाई दिनुहोस् प्रभु। यस्तो ब्रह्माको बिन्ती सुनि महादेव भन्नुहुन्छ, हे देवताहरूमा श्रेष्ठ, हे ब्रह्मा, बिन्ती सुनि महादेव भन्नुहुन्छ, हे देवता श्रेष्ठ भएका ब्रह्माजी, तिमीले प्राणी सृष्टि गरी सृष्टिकर्ता कहलाए भन्ने वरदान दिनुभयो। ब्रह्माजीको मनमा हर्ष भएकाले परिक्रमा गरी महादेवलाई साष्टाङ्ग प्रणाम गरी सृष्टि गर्न भनेर सुमेर पर्वतमा जानुभयो। त्यस पर्वतका टाकुरामा बसे ब्रह्मलोक, उमलोक, शिवलोक, विष्णुलोक, स्कन्दलोक, स्वर्गलोक आदि सृष्टि गरे। सुमेर पर्वतको उत्तर दिशामा अलकापुरी, पूर्व दिशामा एरावती, दक्षिण दिशामा यमपुरी, पश्चिम दिशामा श्रद्धावती, ईशान कोणमा यशोमती, नैऋत्य कोणमा कृष्णावती, वायव्य कोणमा गन्धावती, आग्नेय कोणमा शुद्धावती सृष्टि गरिसकेर सावधान भई मनले चिताउने बित्तिकै नै हे 100 ऋषि उत्पन्न भए। ती मध्ये जेठा कश्यप थिए सज्जन। अगस्त ऋषि भन्नुहुन्छ, कुमारजी, तिम्रो यो वचन रूपी अमृत मेरा कान रूपी जिब्राले बराबर अरू पनि पिउने इच्छा गर्दैछ। अत यति कुरा सुने, अब दैत्य देवता मनुष्यहरू सृष्टि भएको कुरा सुन्ने इच्छा छ। यस्तो स्नेहले भरिपूर्ण भएको श्रद्धायुक्त वचन सुनेर कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, कश्यप ऋषिका 13वटी स्त्री, तिनको नाम थियो दिति, अदिति, धनु, कारा, घोरा, सिंहिका, क्रोधा, प्राधा, बलिष्ठा, विनता, कपिल, कद्रु, मनु, सबैभन्दा जेठी दितिका सन्तान दैत्य भनिन्छ। तिनका गर्भदेखि हिरण्याक्ष र हिरण्यकश्यप आदि दैत्य जन्मले अदितिका सन्तान देवता कहलिन्छ। तिनका गर्भदेखि चन्द्र, सूर्य आदि देवताहरू जन्मे। धनुका सन्तानहरू दानव कहिन्छन्। तिनका गर्भबाट विश्वपर्वा आदि जन्मे र 4-5 र कारा, घोराका गर्भदेखि गन्धर्व, चित्ररथ आदि किन्नर जन्मे। सिंहीका गर्भदेखि राहु जन्मे। क्रोधाका गर्भदेखि क्रोधा जन्म्यो। प्राधाका गर्भदेखि रम्भा, तिलोत्तमा, उर्वशी आदि अप्सरा जन्मे। बलिष्ठका गर्भदेखि पक्षीहरू जन्मे। कोइली, मयूर, डाँफे, मुनिया, जुरेली, रानी, चरी, धोबिनी, लुइची आदि। विनताका गर्भदेखि अरुण गरुडहरू जन्म लिए। कपिलाका गर्भदेखि 4 पाउ हुने पशुहरू जन्मे। गाई, बाख्रा, बाघ, भालु, घोडा, हात्ती, घोरल, थारल, खरायो, जरायो आदि। कद्रुका गर्भदेखि नाग जाति जन्मे। कर्कोटक, शेष, अनन्त, बासुकी, कुले र तक्षकहरू। मनुका गर्भदेखि मनुष्यहरू जन्मे। यसपछि यिनीहरूलाई खाना दिन धान, जौ इत्यादि अन्नहरू पनि सृष्टि गरे। यो कथा मैले संक्षेपले सुने, किनभने अरू पुराणहरूमा पनि सृष्टि क्रमले उत्पत्ति वर्णन गरिएको छ। तिमीले सुनेको पनि होला। अब के कुरा सुन्ने इच्छा छ भन। यस्तो कुमारजी को कुरा सुनेपछि अगस्त्य मुनि भन्नुहुन्छ, कुन कुन लोकमा को छन्, दिक्पालहरू कसरी भए, अब यो कुरा आज्ञा होस्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, सत्यलोकमा ब्रह्माजी हुनुहुन्छ। स्कन्दलोकमा म छु। कैलाश पर्वतमा शिवजी हुनुहुन्छ। ध्रुमलोकमा धूमकेतुहरू छन्। वैकुण्ठमा भगवान विष्णु हुनुहुन्छ। नैऋत्य भुवनमा धेरै ऋषिहरू छन्। यो भुवनको कुरा भयो। अब दिक्पालमा भएको कुरा भन्दछु सुन। वामन भगवानका दाजु इन्द्रले हिमालय पर्वतमा गएर कष्टले शंकरजीको तपस्या गर्नुभयो। त्यस तपस्यादेखि प्रसन्न भएर भगवान आशुतोषले दर्शन दिएर इन्द्रलाई भन्नुभयो, हे इन्द्र, तिम्रो तपस्या देखेर म खुसी भए। तिमी पूर्व दिशाको मालिक र अमरावतीको अधिपति भयो भन्ने वरदान दिनुभयो। कश्यपका छोरा अग्निले पनि इन्द्रले गरे झैं कठोर तपस्या गर्नुभयो। शिव खुसी भएर आग्नेय दिशाको अधिपति बनाए। शुद्धावतीको राज्य दिनुभयो। यमले
त्यसै गरी तपस्या गरेर शंकर भगवान खुसी भएर दक्षिण दिशाको मालिक तुल्याई पाप धर्मको विवेचन गरे दण्ड दिने काम सुम्पी यमपुरीको अधिपति गराइदिनु भयो। नैऋत्यले पनि शंकर खुसी पार्न कैलाशमा तपस्या गर्नुभयो। शम्भुले नैऋत्य कोणको मालिक तुल्याई कृष्णावतीको अधिपत्य दिएर पठाउनु भयो। वरुणले घोर कष्टका साथ तपस्या गर्नुभयो। पार्वतीपति खुसी भएर पश्चिम दिशा र श्रद्धावतीको अधिपति गराइदिनु भयो। दितिका 49 छोराहरूले सामूहिक तपस्या गरे। शम्भु खुसी भएर तिनीहरूको नाम वायु भयो। तिमीहरू धेरै भए पनि मत एउटै रहोस्, तिमीहरूलाई कसैले देख्न नसकुन्, शब्द मात्र सुन्, बल पराक्रम पनि ठूल होस् भन्ने वायव्य कोणको मालिक गराइदिनु भयो। भगवान भोलेनाथले कुबेरले पनि तपस्या गर्नुभयो। शम्भु खुसी भएर अलकापुरी उत्तर दिशाको अधिपति र धनको मालिक तुल्याइदिनु भयो। त्यसै गरी विश्वकर्माले तपस्या गर्नुभयो। तिनलाई विश्वकर्मा भन्ने नाम राखी ईशान कोट र यशोवतीको मालिक गराइदिनु भयो। यो दिक्पाल भएको कुरा संक्षेपमा मैले भने। अब शिव पत्नी सतीको कथा भन्दछु सुन। यस्तो कुरा सुनेपछि अगस्त ऋषि भन्नुहुन्छ, हे कुमारजी, सतीदेवी महादेवकी पत्नी कसरी भइन् त्यो कुरा बताई अनि प्राण छाडेको र उल्का भएको सुन्न पाऊ भन्ने मेरो प्रार्थना छ सज्जन। कुमारजी आज्ञा गर्नुहुन्छ। अष्ट प्रजापति मध्ये सबैभन्दा ज्येष्ठ दक्ष नामका प्रजापति थिए। तिनकी बिरणी नाम गरेकी पतिपरायण प्रतिपत्रा व्रता स्त्री थिइन्। ती बिरणी गर्भिणी भइन् र 10 मास पूर्ण भएपछि पुत्री जन्मिन्छन्। ती कन्या कस्ती थिइन् भने 1000 सूर्यका जस्तो तेज भएकी, पूर्ण चन्द्र जस्तै अनुहार भएकी, 32 लक्षणयुक्त भएकी, पद्म पत्र जस्ता आँखा भएकी, बाघको झै कम्मर भएकी, उदाउन लागेको सूर्यको अरुण कान्ति झै रातो वर्ण भएकी यस्तै पुत्री जन्मेको देखेर दक्ष प्रजापतिले आनन्द मानेर आफ्ना पुरोहित वशिष्ठ प्रभृति ऋषि ज्योतिषहरूलाई डाकेर विधिपूर्वक जातकर्म निवारण गराउनुभयो। डाकिएका वशिष्ठ आदि ऋषि ज्योतिषीहरूले धुलौटमा कोरी हेरी यस बालिकाको नाम सतीदेवी भन्ने राखेर यी त्रिभुवनमा प्रख्यात हुनेछन् पनि भने। दक्ष प्रजापतिले श्रद्धापूर्वक भोजन गराएर दक्षिणादि प्रणाम गरी विदा दिएपछि ऋषिहरू पनि आफ्ना कुटीमा गए भन्ने सम्मको यो पावन प्रसंग मैले हजुरलाई स्कन्द पुराण अन्तर्गतको माघमात्मे कुमार अगस्त संवादको श्री स्वस्तानी व्रत कथाको यो पावन कथालाई मैले हजुरलाई श्रवण गराए र यो